गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले छोटो मिठो सजिलो तरिकाले हाम्रो नास्ता बनाउने पकौडा। सुरुमा चाहिँ हाम्रो आलु काट्नुपर्छ मसिनरी, अनि करेसाना बारीमा भएको साग काटेर अनि त्यसलाई एउटा भाँडोमा हालेर अनि दुईटा प्याज, अब आफ्नो इच्छा अनुसारको प्याज हाल्न पाइयो, कतिवटा हाल्न मन लाग्छ त्यति। त्यसपछि बेसन, मैले चाहिँ बेसन नभएर मैदाको पिठो हालेको छु। मैदाको पिठो यसरी मोलेर हल्का पानी छम्केर मुसेर 5 मिनट जति छोपेर राखेपछि यो एब्जर्ब गर्छ मजाले। अनि यसलाई चाहिँ हामीले यो पकौडाको रूपमा बनाउँदैछौँ। यो कस्तो हुन्छ अहिले हेर्दै जानु है त अन्तिमसम्म भिडियोलाई। हजुरहरूले चाहिँ नास्ता के खानुहुन्छ? आजभोलि बाहिरको पकौडा खानुभन्दा घरै बनाएर खान जति राम्रो हुन्छ पकौडा चाहिँ। बाहिरको त हजुरको पैसा पनि धेरै महँगो, उस्तै खानालाई चाहिँ 5 को 2टा 3टा, 5 को एउटा हो साँच्चै, 2टा नि किन हुन्थ्यो र? त्यस्तो महँगो हुन्छ हेर्नु साथीहरू। आफ्नो घरमै बनाएर ताजा ताजा नास्ता खान जाति हुन्छ जाडोमा पकौडा। आज चाहिँ बनाउँदा बनाउँदै रात परिसक्यो, कतिखेर खाएर कतिखेर भ्याउनियो। तर कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त साथीहरू। हजुर, हाम्रो चाहिँ यो रेडी भइसक्यो। मैले अलिकति चाहिँ त्यहाँ निकालिसकेँ। यतिको भएपछि चाहिँ हल्का रातो रातो भएपछि निकाल्नुपर्छ। अहिले एकछिनलाई राखेँ। यस्तै गरी हजुरहरूले नि जाडोमा तातो पकौडा खान सक्नुहुन्छ। समय त्यस्तो धेरै लाग्दैन। यसलाई चाहिँ आलुलाई चट्ट राम्रोसँग धोएर अनि मसिनरी, धेरै मसिनो नि काट्न पर्दैन, ठिक्क यतिको काट्नुपर्छ। यतिको काटेपछि यतिको काट्नुपर्छ। यतिको काटेपछि चाहिँ राम्रो हुन्छ। यसलाई चाहिँ हल्का एकछिन भिज्न दिएपछि। हजुर, हो र मिठो भयो। हाम्रो नानीलाई नि मिठो भयो र यतिको चाहिँ बनाऊँ। फेरि हालेँ मैले। हजुरहरू जाडोमा के कस्तो नास्ता खानुहुन्छ त नि? बाहिरको चाहिँ नखानु होला कसैले नि, बाहिरको केमिकल हुन्छ हेर्नु। साग त जति पनि हुन्छ हेर्नु, साग पकाएर खाँदा चिसो हुन्छ भन्छन्। साग खाइन्न त्यसरी। यसरी पकौडा बनाउने, घाममा बस्ने, न त घाम नलागो भए भित्रै खाटामा बस्ने तातो पकौडा जाडो मनाउँदै खाने। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ मन परे पार लाइक कमेन्ट सेयर गर्नु होला। यस्तै नयाँ भिडियो आउँदै गर्छन् हेर्नु गाइज। हजुर, धेरै मिठो भयो अरे। हाम्रो नानीलाई पनि धेरै मिठो लाग्यो पकौडा। यो पकौडा चाहिँ अहिले फेरि रेडी भइहाल्छ। अब यसलाई चाहिँ हामीले एकचोटि फर्काउनु पर्छ। एकातिर पाक्यो, एकातिर कति दुःख हुन्छ क्या। फेरि तेल फाट आँखामा पर्ने कि हातखुट्टामा पर्ने कि भन्नु पर्ने। हातखुट्टामा त नपर्ला, ऊ छुट्टिन सक्छ कि। ध्यान दिएर पकाउनु पर्छ। अब यति मात्रै छ। यो चाहिँ हाम्रो हेल्दी पनि हुन्छ, त्यस्तो नराम्रो असर केही गर्दैन। त्यो चिल्लो धेरै हुने मात्रै हो। हामी चाखौँ है त कस्तो हुन्छ। मिठो मिठो मिठो।